यो छ नि मैले के भन्छ त्यो भ्यालेट गएको थिएँ नि त्यतिखेर कस्तो स्किन बिग्रेको थियो होइन अन्त मलाई चाहिँ यो दिएको थियो डक्टरले होइन यस्तो राम्रो हुन्छ तँलाई हो तेरो स्किन पुरा सेन्सिटिभ छ होइन यो ट्राई गर कि यति साह्रो राम्रो हुन्छ मैले एउटा मगाउँदा चाहिँ दुईवटा आउँदो रहेछ नि त आजकल अन्त त्यो ट्राई गर ल यसको चाहिँ कति हो यसको चाहिँ कति हो 400 रुपियाँ न अहिले चाहिँ म मगाउँदाखेरि दिन्छु नि त त्यतिखेर 800 रुपियाँ बरु हुँदैन 800 रुपियाँ अन्त अर्को मगाउँदाखेरि 800 रुपियाँ दिँदा हुँदैन अन्त तपाईँलाई होइन कि अहिले चाहिँ मलाई यो अब किन यो कत्रो लामो चल्छ होइन 6 महिनामा त कहाँ तँलाई 6 महिना चल्यो नि म 800 रुपियाँ दिँदा भयो नि त सुन न 6 महिना नाति 800 रुपियाँ म 6 महिना पर्खिनु म राख्दै गर्नु म एकखेप ट्राई गरी हेर्छु नि त तपाईँको अन्त फेसो चाहिँ तँ यहाँ मुख धोएर जान्छु नि त म भएन अन्त तँलाई आजको आजैले दिन्छ अथवा हुन्छ साला के सोचेको के भयो यसो यसलाई भिराउनु पर्यो भनेर उयो गरेको त लाला त गर्थेँ नि 400 भनेर त थमाइदिइहाल्यो साला यसो कसैलाई भिराएर 400 रुपियाँ चाहिँ उयो गरौँ भनेको मानेन कसलाई चाहिँ भिराउनु पर्ने हो भगवान् अब